लाग्यो पुरा बबाल छ नि ठाउँ चाहिँ तर भिडियो गर्न पाएको छैन है टुरिस्ट फ्रेस नेचुरल ट्रेलको सेकेन्ड स्टेपमा छौँ हामी अब हामी फर्स्ट स्टेपमा जान्छौँ यहाँ हाम्रो ब्रेकफास्ट सकियो यो ठाउँमा अब ब्रेकफास्ट सकेर हामी चाहिँ पुरा लन्चहरू पनि बनाएर ल्याएको छौँ माथि छौँ हामी चाहिँ कति छिटो उठ्यो होला त हामी 1 घन्टाको बसमा चढेर आयौँ त्यहाँ ताकामाकाबाट अनि त्यसपछि हामी यहाँ आएर 8:30 बजे ब्रेकफास्ट गर्यौँ यो ठाउँमा आएर अब आधी घन्टापछि हामी माथि पुग्छौँ त्यसपछि लन्च गर्छौँ अनि त्यसपछि फोटोहरू खिच्छौँ भिडियोहरू बनाउँछौँ अनि त्यसपछि हामी चाहिँ रिटर्न हुन्छौँ अनि ठाउँहरू यहाँबाट देखिने चाहिँ बबाल भ्यूहरू देखाउँछौँ हाम्रो ब्रोहरूलाई कस्तो लागेको छ आज चाहिँ बबाल लगाएर होला होइन अनि मेरो भ्युवर्सलाई पनि कस्तो लागेको छ भिडियो चाहिँ होइन बबाल कमेन्टहरू गरिदिनु होला होइन लेट्स गो के भन्न चाहन्छौ अरूलाई पनि आऊ भन्न चाहन्छ कि नआऊ भन्न चाहन्छ आऊ रमाइलो गरौ भिडियोको रमाइलो गर्नुपर्छ है त रमाइलो भनेको चाहिँ के भन्छ अरे हिँडेर रमाइलो गर्ने हो होइन जिन्दगीमा जङ्गल जति आफूले रिस्क लिन सक्छ त्यति नै तपाईँहरूको जिन्दगी एक्साइटिङ हुन्छ गर्ने मेमोरी टाढा चढेर आउनुपर्छ 4 खुट्टा टेकेर कहाँ हिँडेको दया हामी यसरी यार हामी हिँडेको नेचुरल ब्युटी ट्रेल ल सबैभन्दा हाइएस्टको यो सेकेन्ड हाइएस्टमा आइपुगेका छौँ हामी पुरा बबाल देखिन्छ यहाँ तलको भ्यूहरू अनि यो चाहिँ माई आइल्यान्डको भिक्टोरिया हो यहाँ अनि यहाँबाट धेरै चिजहरू देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ चाहिँ है हामी चाहिँ सबसे हाइटमा छौँ एकदम चिसो छ जाडो फिल गरिरहेको छु मैले केटाहरू पुरा उतातिर पुरै जाडो भयो भने बसिरहेछन् अब हामी एकछिनमा खानासाना खान्छौँ यो ठाउँमा खाना खाइसकेपछि तल जान्छौँ हाम्रो आजको घुमघाम आजको रमाइलो बबाल बिल्डिङहरू छ पुरै समुद्रको किनारमा यस्तो बिल्डिङहरू छ अनि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ पुरै यहाँको जुन होमलेसहरूलाई बनाइदिएको घर हो उतापट्टि सरकारले होमलेसहरूलाई चाहिँ यहाँ घर कसरी बनाउँछ भन्दाखेरि यहाँ यस्तै खालको सानो घरहरू बनाउँछ हाउजिङहरू बनाइसकेपछि के गर्छ भन्दाखेरि निश्चित डाउन पेमेन्ट तिरेर अनि 10 वर्ष 20 वर्ष 25 वर्ष 30 वर्षको लागि चाहिँ थोरै तिर्ने गरेर चाहिँ यहाँको होमलेसहरूलाई चाहिँ यसरी घर प्रदान गर्छ यस्तो छ यहाँको सरकारको जुन नीति एकदम बबाल छ यो घरहरू त्यसैको लागि बनाएको हो यहाँबाट यस्तो देखिन्छ बबाल म यति टाढा छु तर पनि यहाँबाट मैले जुम गरेर खिच्दाखेरि चाहिँ यो घरहरू यस्तो देखिन्छ अझै जुम गरौँ कस्तो देखिन्छ ल यस्तो देखिन्छ समुद्रको किनारमा यस्तो सानो घरहरू छ त्यहाँ गएर हेऱ्यो भने एकदम बबाल प्राइभेट घर हो एकदम बबाल छ पैसा हुनुपर्छ यार पैसा हुनुपर्छ जिन्दगीमा पैसा भयो भने चाहिँ कस्तो ठाउँमा गएर बस्न पाइन्छ यार टाढा छ एयरपोर्ट चाहिँ यहाँ जुम गऱ्यो भने चाहिँ देखिन्छ होला ल कहाँ छ एयरपोर्ट चाहिँ खै एयरपोर्ट चाहिँ त्यति टाढा छ यहाँबाट अब प्लेनहरू उडेको छैन अहिले प्लेनहरू देखाउन सकिन्थ्यो यहाँबाट यति टाढा छ एयरपोर्ट चाहिँ अनि यहाँ छ इडेन आइल्यान्ड नजिकै छ यहाँ इडेन आइल्यान्ड हेरौँ कहाँनिर छ इडेन आइल्यान्ड यहाँनिर धेरै नजिक भयो क्या ल इडेन आइल्यान्ड यहाँ छ अनि यो चाहिँ फुटबल स्टेडियम हो यहाँको फुटबलहरू इन्टरनेसनल गेमहरू गर्ने ठाउँ हो यहाँ मिल्छ नि यहाँनिर अनि यो चाहिँ यहाँको पेट्रोल पम्पहरू हो मजाले यहाँ तेलहरू लिएर यहाँ स्टोर हुन्छ त्यसपछि यो माई आइल्यान्ड भन्छ भिक्टोरिया यहाँको तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ हो यहाँको सबभन्दा ठुलो सिटी नै यही हो यहाँ सिसेलको सबैभन्दा ठुलो सिटी नै यही हो पुरा हाम्रो नेपालतिरको एउटा गाउँ जस्तै देखिन्छ यसो हेर्दाखेरि चाहिँ ल यसरी देख्न सक्नुहुन्छ घरहरू मजाले देख्न सक्नुहुन्छ यसरी यस्तो छ टाढाबाट जुम गरेर हेर्दाखेरि घरहरू यस्तो छ ल यस्तो बबाल घरहरू देखिन्छ ल मेरो केटाहरू डराए आज सबसे हाइटमा आएर सगरमाथा पो चढ्नु छ त यार यहाँ आएर डराउने डराउने मान्छे ल डराउने मान्छे उहाँ छ ल र हाम्रो सागर सोल्टी यता के हावाले उडाउँछ क्या हो दाइलाई उडायो खोइ दाइलाई त देखाउन खोज्छु देख्दैन त ल यहाँ छु ल हावाले चाहिँ उडायो केटाहरू खानपिन चल्दैछ यता नानामा
ल हाम्रो यहाँनिर सोल्टी मस्त दिइरहेछ नि जिउँदैछु साथीहरू त्यही छ जिन्दगी कुक कुक फेरि पनि कलर कसरी फरक भयो कलर फेरि पेट्रोल जस्तो देखिरहेको छु मैले होइन